एक दिन मलाई अलवेज एउटा कुराले खान्थ्यो। म अब वचनभित्र जाँदैछु है। म कहिले हिपोक्रेट चाहिँ हुनु हुँदैन, म कहिले देखाउटी हुनु हुँदैन। 1000 जनाले आशिष थाप्यो अरे मलाई, तर यीशुले चिन्दैन भने के फाइदा। मलाई मेरो गाउँ कामराङ हो, अनि मेरो गाउँमा मान्छेले मलाई गुड बोय भनेर चिन्यो अरे। एकदम राम्रै लु इक्जाम्पल पनि दियो होला। राम्रो मान्छेले गर्दा नराम्रो मान्छे अलवेज गाली भेट्छ नि त, हो कि भन्छ त, फल्नालाई हेर, डिस्कलाई हेर, सिक है। राम्रो मान्छेले पनि गर्दा पनि कोही बेला नराम्रो मान्छेले पुरा गाली खान्छ नि। त्यस्तै गरेर कामराङमा म गुड बोय राम्रो मान्छे भएर तर यीशुले चिन्दैन भने के फाइदा। अलवेज यो कुराले खान्थ्यो मलाई। म हिपोक्रेट, देखाउटी बनाउटी, मकुट लगाउने चाहिँ हुनु हुँदैन। यहाँ अगाडि आएर चाहिँ एकदम हालेलुया हालेलुया भन्ने, तर म भित्र मरिराखेको जस्तो हुनु हुँदैन भन्ने कुरा अलवेज खान्थ्यो मलाई। अनि एक दिन खाँदा 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 म कहाँ लुक्दैछु, म कहाँ गुल्चे खेल्दैछु, मैले त बा देखाउटी बनावटी हुँदैछु, मकुट पो लगाउँदैछु भन्ने कुरालाई खाइरहन्थ्यो। अनि मैले भन्थेँ मेरो जीवनमा थुप्रो मैले परमेश्वरको विरुद्धमा गरेको पाप अनि अधर्म जो चाहिँ लुकाएको छ। किन तर हितोपदेशको किताबले भन्छ 28:13ले, हितोपदेश 28:13ले भन्छ अधर्म लुकाउनेको उन्नति हुँदैन। जसले आफ्नो पाप अनि अधर्म घिनलाग्दो कुरालाई लुकाउँछ, मकुट लगाएर अनि बाहिर हाँस्छ, मान्छेले त देख्दैन तर भित्र परमेश्वरले त देख्नुहुन्छ, परमेश्वरले त जान्नुहुन्छ। अनि मलाई अलवेज त्यो कुराले खान्थ्यो, बाहिरले राम्रो भनेर के गर्नु, भित्र चाहिँ मरिराखेको छु भने। अनि एक दिन मलाई लाग्यो मैले सबै कुरालाई खुला राख्छु। अनि मेरो एक दिन एक आइतबार बेलुकी थियो, आइतबार बिहानी सन्डे मर्निङ मैले आमा अनि पापालाई राखेँ। अनि आमा र पापालाई भने, आमा म यो हो, मैले यो गरेको छु, यो गरेको छु, म यस्तो हो, म यस्तो हो, म यस्तो। मेरो आमा पापालाई सबै मेरो जीवनको पाप, मेरो जीवनको विकेस्ट जितेको त सबैले भन्नु सक्छ नि, तर प्रभुले चाहन्छ हारहरू पनि भन्नु। प्रभु चाहनुहुन्छ हारहरू पनि लिएर आइज। अनि त्यो हारलाई चाहिँ परमेश्वर सदाले मेटिदिन्छ, सदाले मेटिदिन्छ। अनि त्यो बिहानी चाहिँ मैले जितेको होइन, जितेको त भन्नु कति सजिलो छ, माउथ स्पिकर लाउड एन्ड क्लियर, तर हारेको भन्नु चाहिँ हामीलाई शरम लाग्छ। दाहिनेकोले के भन्ला, देब्रेकोले के भन्ला, अगाडिले के भन्ला। तर नि म तपाईँलाई कुरा भन्छु, हारेको कुरा स्वीकार गर्ने मान्छेले नि परमेश्वरको ठुलो कृपालाई देख्छ। हितोपदेश 28:13ले भन्छ अधर्म लुकाउनेको उन्नति हुँदैन, तर जसले मानिलेर त्यसलाई छोडिदिन्छ त्यसले परमेश्वरको कृपालाई पाउँछ। त्यो बिहानी मैले आमा, मेरो आफ्नो आमा, मेरो आफ्नै पापा, तपाईँले सेम गर्नुपर्छ भन्ने होइन है, यो मेरो कथा हो, तर यो कथाबाट प्रभु तपाईँसँग बोल्दैछ यति बेला। आमा मैले यो गरेँ त्यो गरेँ, पापा। आमाको आँखाभरि आँसु भयो। अनि मेरो लागि प्रार्थना गरिदियो। अब चर्चमा गएँ, वर्सिप दिएको थियो मलाई। 1 घन्टा जस्तो चाहिँ मैले मेरो पापै भनेछु, कति बेसी पाप होला। 1 घन्टा जस्तो मैले यो गरेँ, म यस्तो थिएँ, म त्यस्तो थिएँ, म यो थिएँ। मैले हेर्दै थिएँ, गिटार पनि बजाएन, त्यसलाई आराधना गरिनँ। त्यो रङ हो, अब रङ हो यसो सोच्दा, तर अब मलाई चाहिँ त्यस्तै लाग्यो। अब गरिपठाएँ, तपाईँले त्यो नगर्नुहोस् है, मैले यो गरेँ, यो 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 तपाईँले पनि यसै गर्नुपर्छ भन्ने म होइन, तर मेरो जीवनमा स्ट्रङली प्रभु त्यसरी बोल्नुभयो। बोल्दै थिएँ, म यस्तो थिएँ, म यस्तो, म सबै मैले खुला किताब राखिदिएँ। किन म कुण्डे चाहिँ बन्नु चाहदिनँ। मानिसको अगाडि त राखेँ भने प्रभुको अगाडि कति सफा भन्ने कुराहरू जहिले मेरो हृदयलाई खान्थ्यो। मैले यसो हेर्दै थिएँ, त्यहाँ कतिजना आँखाभरि आँसु बनाएर कतिजना रुँदै थियो। धेरै मानिसको जीवनमा प्रभुले कायलतालाई, परमेश्वरको भयलाई त्यो चर्च भवनमा लिएर आउनुभयो। मेरो जीवनलाई अलवेज एउटा कुराले खाएको छ, म देखाउटी बनाउटी हुनु हुँदैन। त्यसले गर्दा मेरो नाम प्रभुले सत्य राखेको होला। यो नामले साह्रै खायो मलाई, यो नामले साह्रै खायो। अनि यति बेसी चर्च वचन प्रचार गर्दा मैले मेरो टेस्टिमनी यस्तो थियो भने मलाई सम्झाउनु पर्यो मेरो मेन्टर, मलाई सिकाउने मेरो दाजुहरूले कि तिम्रो जीवनको सबै कुरा चाहिँ सबैको अगाडि भन्नु हुँदैन रहेछ, किनभने अरूले अर्कै तरिकाले लिँदो रहेछ, बुझ्नेहरूको अगाडि मात्रै। यति बेसी मेरो जीवनको खुला किताब राखेँ, यति बेसी मेरो जीवनको सबै कुरालाई खुल्लै राखिदिएँ। किन भन्दा मलाई एउटा कुरा जहिले खान्थ्यो, म देखावटी बनावटी मकुण्डे मानिस र राजाको अगाडि चाहिँ धर्मी देखा परेर मलाई बनाउने सृष्टिकर्ताको अगाडि चाहिँ म गुल्चे, ढाँट्ने, झुट बोल्ने, म त्यो कुरालाई मन पराउँदिनँ, म त्यो कुरालाई घृणा गर्छु, म त्यो कुरालाई इन्कार गर्छु भन्ने कुराले खाँदै गर्दा चाहिँ मैले मेरो जीवनको कुरा खुला किताब जस्तै राखेँ। मेरो भाइ बहिनी कतिजना यहाँ छ, उनीहरू त्यो कुराको साक्षी छ। म आजको बेलुका तपाईँलाई के कुरा भन्दैछु भनेदेखि नि, आज परमेश्वर तपाईँ मेरो जीवनमा केही काम गर्नुभन्दा अगाडि हाम्रो जीवनमा परमेश्वरले त्यो डार्केस्ट कर्नर, त्यो कालो भागहरूमा उहाँले ज्योति चम्काउँदैछ, जो कसैलाई थाहा छैन तर प्रभुलाई याद छ, जो कसैले देखेको छैन तर प्रभुले देख्नु भएको छ। त्यो भागमा कालो थुनेको लुक्काको ठाउँमा जाति भयो भने नि देख्दै गरेको दुःख र पीडा र कष्ट र रोगमा मानिस हिल हुन्छ। रुख काट्नुको लागि चाहिँ रुखको पातलाई हिर्काएर हुँदैन,
एकदम पातला हिर्काएर त्यसले झन् अर्को हाँगाएर हिर्काउँछ। तर रुख मार्नु हो भने चाहिँ त्यसको जरालाई काटेर तातो पानी खनाइदिनुपर्छ, अनि त्यो रुख मर्छ। रोग निको हुनु भने नि त्यो रोगको जरा चाहिँ निको हुन जरुरी छ, अनि जरा निको भयो भने नि त्यो रोग निको हुन्छ। आज बेलुकी जराको कुरा गरौँ। अब वचनको टपिक के सोध्नुहुन्छ भने जरा के भन्नुहोस् त, जरा। आजको बेलुकी प्रभुको उपस्थितिमा हामी एक दुईवटा कुरा सत्यतालाई हामी डिल गर्नेछौँ। यति बेला तपाईँले अब म तपाईँलाई रिक्वेस्ट गर्छु, तपाईँको बाइबललाई नखोल्नुहोस्, म तपाईँको लागि पढिदिन्छु। तर तपाईँको अनडिभाइडेड हार्ट, तपाईँको अविभाजित मनलाई तपाईँको प्रभुको वचनमा तपाईँले दिनुहोस्। म सरसर प्रभुको वचन भनिकन हामी प्रार्थनामा जानुपर्छ। त्यसले गर्दा तपाईँले बाइबल खोल्यो भने टाइम निकै लाग्छ। त मै तपाईँको लागि पढिदिन्छु। लुका 16लाई म पढ्दैछु। धनी मानिस र लाजरस। एकजना धनी मानिस थियो जो बहुमूल्य वस्त्र र मिहिन मलमल लगाएर दिनहौ मोज मजामा बस्दथ्यो। उसको ढोकामा लाजरस नाउँको एकजना गरिब मानिसलाई ल्याएर राखिदिन्थे। त्यो घावै घाउले भरिएको थियो। त्यस धनी मानिसको टेबलबाट झरेका टुक्रा टुक्री खाएर लाजरसले आफ्नो पेट भर्ने इच्छा गर्थ्यो। कुकुरहरूले पनि आएर त्यसका घाउहरू चाट्थे। त्यो गरिब मानिस मर्यो र स्वर्गदूतले त्यसलाई लगेर अब्रामको साथमा राखे। त्यो धनी मानिस पनि मर्यो र गाडियो। नरकमा कठोर कष्ट भोगिरहेको बेला उसले नजर उठाएर हेऱ्यो र टाढामा अब्राम र उनको साथमा लाजरसलाई देख्यो। अनि उसले कराएर भन्यो, हे पिता अब्राहम, म माथि दया गरेर लाजरसलाई पठाइदिनुहोस् र त्यसले आफ्नो औँलाको टुप्प पानीमा चोपेर मेरो जिब्रोलाई शीतल पारिदियोस्, किनकि म यस ज्वालामा भयङ्कर वेदना पाइरहेको छु। तपाईँले यो कथामा, लुकाको यो किताबमा तपाईँले घटना हेर्नु, दुईजना मान्छेको कथा छ। यहाँनिर लाजरस अनि धनी मान्छे, अनि दुईजनाको लाइफस्टाइललाई देखाएको छ। लाजरस भन्ने मान्छे चाहिँ उसको शरीरभरि घावै घाउ, चोटै चोट माग्ने जस्तो एउटा ठाउँमा बसिरहेको, कुकुरहरू आएर घाउ चाट्दिरहेको, घिनै लाग्दो, एकदम घिनै लाग्दो। अनि उसलाई हेर्दै गर्दा सबै मान्छेले इन्कार गर्ने, छि भन्ने है, घावै घाउ भएको कस्तो मान्छे हुन्छ, गरिब, खानुको पनि अभाव, लुगाको लाउनु पनि छैन हो, जहाँनिर बस्यो त्यही घर, जहाँ गयो त्यही घर। त्यसले गर्दा यति साह्रो रोग अनि कष्टमा छ एउटा लाजरस भन्ने मान्छे। तर वेरेस अर्को पाटोमा हेऱ्यो भनेदेखि चाहिँ धनी मानिस छ। यो धनी मान्छेले चाहिँ पाप गर्थ्यो, व्यभिचार गर्थ्यो, चोर्थ्यो, करप्सन गर्थ्यो भनेको छैन है। उसले सुखी, उसले राम्रो जीवन जिउँथ्यो, उसले मलमलको लुगा लाउँथ्यो, अनि उसले मोज मजा गर्थ्यो, उसले रमाइलो गर्थ्यो। धनी थियो, जे खानु इच्छा लाग्यो उसले ताक्नु मात्रै पर्थ्यो। यो जे लाउनु इच्छा पर्थ्यो उसले ताक्नु पर्थ्यो, उसले अफोर्ड गर्न सक्थ्यो, किन्नु सक्थ्यो। अब यो हाम्रो आँखाले हेर्दै गर्दाखेरि चाहिँ मान्छे हो, व्यवस्था 28 को क्रिस्चियनको आँखाले हेरौँ न, यसो हेऱ्यो, अब्बुई क्या आशिषित हाम्रो धनी मान्छे, क्या आशिषित। यस्तो पो हुनुपर्छ त जीवन भनेको त। व्यवस्था 28 को श्राप काटेको मान्छे त यस्तो पो हुन्छ क्या हो भन्ने जस्तो है। एकदम यस्तो पो त स्पिकर भनेको त भने जस्तो नि, यस्तो पो तपाईँ परमेश्वरको जन भनेको त। हेर, दिनु खानु लगाउनु एकदम कति राम्रो। आमा उसको त पुर्खाहरूले के राम्रो काम गरेको थियो होला है। बाजे बराजुले भयङ्कर दान पुण्य गरेको थियो होला है। बाजे बराजु भयङ्कर प्रार्थना गर्ने थियो होला है। हेर गाडी, लुगा हेर न लुगा, आम्मा जुत्ता हेर जुत्ता, घरबारी हेर, आम्मा यो अन्त एकदम भयङ्कर आशिषित जीवन, भयङ्कर। आम्मा व्यवस्था 28 को श्राप काटेको, व्यवस्था 28 को आशिष लागेको। बाहिर जाँदा आशिष, भित्र जाँदा आशिष, उठ्दा आशिष, बस्दा आशिष। तर अर्को नजरमा यसो हेऱ्यो भने अब्बुई लाजरस, यताम घाउ, यसको बाउबाजेले त के काम गरेको थियो होला नि, घिनलाग्दो, श्रापै लागेछ जस्तो मान्छे। व्यवस्था 28 को श्राप लाग्छ तिमीहरूलाई, घाउ खटेरले सताउँछ भनेको त यो पो हो क्या हो भन्ने खालको है। आम्मा छि प्रभु, यसको चाहिँ कसले काम बिगारेको थियो, कसले पाप गरेको थियो होला नि। यो चाहिँ यो आँखाले देखेको। तर एक दिन के भयो भन्नुहोस् त, संसार होइन तर परमेश्वरको आत्मिक संसार पल्ट्यो। परमेश्वरको सुपर नेचुरल वर्ल्ड स्याट्टै पल्ट्यो। कथा त उल्टा रहेछ। परमेश्वरको संसार सट्टै पल्टेपछि त्यो घाउ अनि खटेरा कुकुरले चाट्ने मान्छे त्यो लाजरस अब्रामको काखमा, अनि त्यो धनी मानिस चाहिँ नर्ककुण्डको त्यो आगोको ज्वालामा तडपिराखेको थियो। एक थोपा पानीको लागि उसले भिख मागिरहेको थियो। आज हामीले हेर्दै गर्दा यो हो नि त स्पिकर भने, यो मान्छे आशिष भने यो देख्ला, 7-8 जना आएर आशिष पनि थाप्ला। तर म तपाईँलाई एउटा प्रश्न गर्छु, यति बेला अहिले नै परमेश्वरको राज्य पल्टिदियो भने हामी अब्रामको काखमा हुन्छौँ कि नर्ककुण्डमा? प्रश्न चाहिँ यो छ। आज तपाईँलाई धर्मीजन भनेर चिन्छ होला,
तपाईँलाई हामीलाई राम्रो भनेर चिन्छ होला, तर नि आजको बेलुकी परमेश्वरको आत्माको संसार, परमेश्वरको न्यायको सिंहासन बसालियो भने हामी कहाँ हुन्छौँ? क्वेसन चाहिँ यो हो, प्रश्न चाहिँ यो हो। त्यसले गर्दा परमेश्वरले भन्छ आफैलाई तयार गर, किनभने भोलि परमेश्वरले उद्योगको काम गर्दै हुनुहुन्छ। तपाईँले वास्ता नगर्नुहोस्, तपाईँले परमेश्वरको वचनमा ध्यान दिनुहोस् है। एक दिन परमेश्वरले सदुकी अनि फरिसीको बारेमा के भन्नुभयो भने म त्यो वचनलाई फेरि पनि पढ्दैछु, यहीसँग मिल्ने। मत्ती 23 धिक्कार तिमीहरूलाई शास्त्री र फरिसी हो, ढोङ्गीहरू, हिपोक्रेट, देखावटी, किनकि तिमीहरू चुना लगाइरहेको चिहानहरू जस्ता छौ, जो बाहिरपट्टिबाट सुन्दर देखा पर्छन् तर भित्रपट्टि भने मरेका मान्छेहरूका हाड र सबै अशुद्धताले भरिएका हुन्छन्। यसले तिमीहरू पनि बाहिर भने मानिसहरूका सामने धर्मी देखा पर्दछौ तर भित्र भने कपट र दुष्टताले भरिएका छौ। प्रभु यीशुले सदुकी र फरिसीको बारेमा यसो भन्नुहुन्थ्यो। थ्याङ्क यू। सदुकी अनि फरिसीको बारेमा प्रभु यीशुले के भन्नुहुन्थ्यो भनेदेखि नि उनीहरूको कुरा सुन्नु तर उनीहरू जस्तो चाहिँ नहुनु। कति दामी भन्छ, कति दामी सिकाउँछ, सुन्नु है, तर उनीहरू जस्तो चाहिँ नहुनु, उनीहरू जस्तो चाहिँ नहुनु। किन उनीहरू चाहिँ नि चिहान जस्तो छ, चिहान जस्तो छ। सदुकी अनि फरिसीले मानिसलाई के राइट के रङ, के गर्नु के नगर्नु सबै सिकाउँथ्यो, तर प्रभुले भन्नुभयो उनीहरू चाहिँ चुना लगाएको चिहान जस्तो हो। चिहानको राम्रो तपाईँले हेर्नुभयो नि, बाहिरबाट आमाम अहिले त टाइल्स पनि लगाइदिन्छ है, अहिले त स्ल्याब पनि लगाइदिन्छ चिहानमा, एकदम चुना लगाएको टाइल्स दामी है, एकदम फुलबारी बनाइदिन्छ, एकदम दामी, हेर्दा बसुङ बसुङ लाग्ने खालको चिहान है, कति दामी चिहान, कति दामी है, एकदम यस्तो दामी बनाइदिन्छ खर्च गरेर, तर भित्र कोटाएर हेर्नुभयो भने चाहिँ त्यहाँनिर हड्डी सिनो कुहिएको चिज हुन्छ। अनि प्रभु यीशुले यही भनेको सदुकी फरिसीहरू चाहिँ ढोङ्गीहरू हो, यिनीहरू चाहिँ चुना लगाएको कलरफुल टुम त्यो चिहान जस्तो छ, बाहिरबाट क्या दामी छ तर भित्र कुहिएको, भित्र सिनो छ। आजको बेलुका प्रभुको उपस्थितिमा हामी उहाँको सत्यताले हामीलाई स्वतन्त्र पार्दैछ। हामी बाहिरबाट त दामी देखिरहेको छ होला, तर हामी भित्र कुहिएको चिज पनि अधर्म, गलत कुरा, व्यभिचार, छल, जोतेको, ढाँटेको, अगुवाको कुरा गरेको, निन्दा गरेको, परमेश्वरलाई धोका दिएको, अनि त्यो चाहिँ भित्रभित्र कुहिँदैछ। अनि त्यो कुदै गरेको कुराले चाहिँ नि बाहिर शरीरमा प्रभाव पार्दैछ। प्रभु यीशुले यसै कारण भन्नुभयो सदुकी र फरिसीहरू चाहिँ तिमीहरू ढोङ्गी, तिमी चुना लगाइराखेको चिहान जस्तो छौ। सुन्नुहोस् है, आजको बेलुकी प्रश्न यो छ, डिग्निटी भर्सेस डिलिभरेन्स। तपाईँ चिहान जस्तो मर्यादालाई रोज्नुहुन्छ कि स्वतन्त्रतालाई रोज्नुहुन्छ? सदुकी फरिसीको चाहिँ चिहान जस्तो मर्यादा, डिग्निटी थियो, बाहिरबाट राम्रो खादाम लगाइदिन्थ्यो, मासु भात दिन्थ्यो होला घरमा हुँदै गर्दा, एकदम सबै मिलेको। सदुकी फरिसी भनेको एकदम हाई क्लास, सबैले मान्ने, तर उनीहरू चिहान जस्तो धार्मिकता बोकेर हिँडिरहेको थियो, बाहिरबाट राम्रो दामी तर भित्र सिनो कुहिएको। आजको बेलुकी म तपाईँलाई प्रश्न गर्छु, रोजाई आजको बेलुकी डिग्निटी भर्सेस डिलिभरेन्स। अनि हामीलाई साह्रो पर्छ, दाहिनेले के भन्ला, देब्रेले के भन्ला, अगाडिको केले भन्ला भन्ने कुराले हामीलाई खान्छ, तर आज हामी सत्यतामा उभियो भने नि सत्यताले चाहिँ हाम्रो जीवनमा स्वतन्त्रतालाई लिएर आउँछ। आमेन, आमेन। एक दिन लाजरस अनि धनी मानिसको जसै स्वर्गीय राज्यमा नि परमेश्वरको सिंहासनको अगाडि नि लाजरस स्वर्गीयमा, धनी मानिस नर्ककुण्डमा। म तपाईँलाई आज बेलुकी प्रश्न गर्छु, म एउटा एक दुईवटा टेस्टमनी भनिकन प्रार्थनामा जान लागिरहेको छु, तर आजको बेलुकी तपाईँ के रोज्नु नि? चिहान जस्तो धार्मिकता जसले चङ्गाईलाई होइन, स्वतन्त्रतालाई होइन, जसले रोक र बन्धनलाई लिएर आउँछ, कि छुटकारा? राजाले जे भने, मान्छेले जे भने पनि प्रभुको अगाडि चाहिँ म देखा पर्छु, म जे छु जस्तो छु प्रभु अगाडि हाजिर हुन्छु, अनि यसले चाहिँ स्वतन्त्रतालाई लिकन आउँछ। बाइबलमा दुईजना मान्छेको प्रार्थना म तपाईँको लागि पढिदिन्छु। लुका 18 तपाईँले नखोल्नुहोस्। आफैमाथि भरोसा राख्नेहरू र आफैलाई धर्मी ठानी अरूहरूलाई तुच्छ ठान्नेहरू कसैलाई उहाँले यो दृष्टान्त सुनाउनु भयो। लुका 18 को 9 देखि पढ्दैछु। दुईजना मानिस प्रार्थना गर्न मन्दिरमा गए, एकजना फरिसी र अर्को चाहिँ कर उठाउने। फरिसीले उभिएर मनमनै यसरी प्रार्थना गर्यो, हे परमेश्वर, म तपाईँलाई धन्यवाद दिन्छु, म अरू मानिसहरू जस्तो धुताहा, अन्यायी, बेबिचारी अथवा यही कर उठाउने जस्तो पनि छैन।
म हप्तामा 2 पल्ट उपवास बस्दछु, मैले पाएका सबै थोकको 10% म दिन्छु। तर कर उठाउने चाहिँ ट्याक्स कलेक्टर, यो मान्छेले जे भने उसले त्यो गर्थ्यो पनि, फास्टिङ बस्थ्यो, ऊ एकदम नराम्रो थिएन, उसले परमेश्वरलाई 10% पनि दिन्थ्यो, उसले थियो यो गर्थ्यो। तर एउटा कर उठाउने ट्याक्स कलेक्टर आयो, जसले चोरेको थियो, ढाँटेको थियो, जसले छल गरेको थियो, पैसा रुपियाँले उसले व्यभिचार गरेको घिनलाग्दो मान्छे आयो। यहाँसम्म कि प्रभुको अगाडि आइकन उसले नि परमेश्वरसँग नजर पनि उठाउन सकेन। अनि त्यो आफ्नो नजर झुकाइकन त्यो मान्छेले के भन्यो तपाईँले थाहा छ? तर कर उठाउने चाहिँ टाढै उभिएर स्वर्गतिर आँखा पनि नउठाइएसो भन्दै आफ्नो छाती पिट्यो, हे परमेश्वर, म पापीमाथि दया गर्नुहोस्, म तिमीहरूलाई भन्दछु। यो चाहिँ मानिस त्यस अर्का भन्दा धर्मी ठहरिएर आफ्नो घरतिर लाग्यो। 2 जनाले प्रार्थना गर्यो। एउटाले के प्रार्थना गर्यो? हालेलुया प्रभु, म फास्टिङ बस्छु प्रभु, म उपवास बस्छु, बाइबल पढ्छु, म तपाईँलाई धोका दिएको छुइनँ प्रभु, म तपाईँ एकदम राम्रो छु। भित्र चाहिँ सिनो गनाउने कुराहरू हड्डी खुट्टी छ, तर मकुट लगाएर उसले प्रार्थना गर्यो। तर अर्को चाहिँ जे हो त्यही भएर सत्यताले चाहिँ हाम्रो जीवनमा स्वतन्त्रता लिएर आउँछ। एउटा आयो भने आँखा पनि उठाएन, पढाइ भएर अनवर्दी ठाने आफैलाई, प्रभु मैले छोडेको छु, ढाँटेको छु प्रभु, म तपाईँको अगाडि आँखा उठाउनु योगेको छैन, के भन्यो भने नि यति बेसी रुयो। उसले जे थियो नि लाज मर्दो प्रकारले उसले भन्यो। दाहिनेले के भन्छ, देब्रेले के भन्छ, आहा मैले त के सोचेको थिएँ, उसलाई त के निस्क्यो भन्ने पनि डर मानेन उसले। मैले त कस्तो दामी सोचेको थिएँ भरे त खराब रहेछ, मैले त उसलाई त एकदम अनोइन्टेड सोचेको थिएँ भरे त लथालिङ्गै रहेछ भनेर मान्छेले के भन्छ, राजाले के भन्छ उसले वास्ता गरेन। तर परमेश्वरको अगाडि परमेश्वरले के भन्नुहुन्छ उसलाई त्यो कुराको चाहिँ वास्ता थियो। आजको बेलुकी तपाईँलाई छेउ र अगाडिको मान्छेले के भन्छ भन्ने होइन, प्रभुको अगाडि हिसाब किताब मिल्दै गर्दा मानिसको जीवनमा पूर्ण चङ्गाइ र छुटकारा आउँछ। अनि त्यो मान्छेले भन्यो, प्रभु म पापी, म अपराधी, म घिनलाग्दो छु, म माथि दया गर्नुहोस्। 2 जनाले प्रार्थना गर्यो। घर फर्किँदै गर्दा सेकेन्डको पापीले चाहिँ क्षमा पाएर धार्मिकतालाई लिइकन ऊ धर्मी भएर फर्क्यो। तपाईँ ऊ त्यो दैलोबाट फर्केर जाँदै गर्दा कसरी जानुहुने प्रश्न चाहिँ हो कि तपाईँको जीवन जस्तो आए त्यस्तै जानुहुने कि प्रभुसँग आज बेलुकी सत्यताको कुराहरू राख्नु नि। प्रभु म जे छु तपाईँको अगाडि हाजिर छु, वर्षौँ भयो म लुकाएको, वर्षौँ भयो मैले यस्तो गुल्चे खेलेको, वर्षौँ भयो मेरो जीवनमा मैले यो गरेको त्यो गरेको, तर आजको बेलुकी प्रभु राजा अनि मान्छेले के भन्छ भन्ने कुरा होइन, मलाई मेरो लिडरले के भन्छ भन्ने कुरा होइन। युट्युबमा हेर्दै गर्दा म रुएको देखेँ भने मेरो है, म युट्युबमा हेर्दै गर्दा अल्ट्रा कलमा आएको देखेँ भने के सोच्ला होइन, तर पिता पुत्र पवित्र आत्मा तपाईँको अगाडि म जे छु भित्र, म बाहिर जे छु, म जस्तो छु म आउँछु, मलाई तपाईँको खाँचो छ, मलाई हिल गर्नुहोस्, मलाई क्षमा गर्नुहोस्, मेरो आत्मा प्राण शरीर मेरो जीवन म तपाईँलाई दिन्छु प्रभु, म तपाईँलाई दिन्छु। डिग्निटी भर्सेस डिलिभरेन्स। यदि तपाईँले छुटकाराले रोज्नुभयो भने नि यो छुटकाराले चाहिँ नि मर्यादा र सम्मानलाई फर्काएर लिएर आउँछ। तर चिहान जस्तो धार्मिकता रोज्यो भने नि यसले मार्छ। चिहान जस्तो कुहिएको गनाउने धार्मिकताले लुकाएर बस्यो भने 7-8 जनाले आशिष थापिरहेको छ, अनि मजा लागिरहेको छ है, अनि 1-2 जनाले स्पिकर पनि बोलाइरहेको छ, मजा लागिरहेको छ, अब है हामी पनि कुछ भयो है, अब त हामी पनि सेवाकै गर्ने भयौँ, मजा लागिरहेछ। तर भित्र पाप अनि अधर्म घिनलाग्दो कुरा कसैले भन्नु नसकेको त्यो लुकाएको कुराहरूसँगै यो डिग्निटी चिहान जस्तो मर्यादा र सम्मानलाई रोज्यो भने यसले मार्छ, यसले लाज पार्छ। परमेश्वरको आत्मिक संसार पल्ट्यो भनेदेखि त्यो लाजरास चाहिँ स्वर्गमा भएको अनि धनी मानिस चाहिँ नर्क कुण्डमा भएको जस्तो हुन्छ। यसै कारणले गर्दा परमेश्वरको वचनले भन्छ आज चाहिँ तिमीले आफूलाई पवित्र गर, किनभने भोलि परमेश्वर तिमीहरूको बिचमा महान काम गर्दै हुनुहुन्छ। आमेन आमेन। आजको बेलुकी तपाईँ यदि परमेश्वरको अगाडि जे हो जस्तो हुनुहुन्छ, हामीले प्रभुको अगाडि आयौँ भनेदेखि नि त्यसले चाहिँ चङ्गाइलाई लिएर आउँछ। म 2टा टेस्टमनीलाई भन्छु, यो कसैलाई बदनाम पार्नु कसैलाई भन्नु, तर यो टेस्टमनीले तपाईँको जीवनलाई हेल्प हुन्छ। म नाम भन्दिनँ, ठाउँ पनि भन्दिनँ, तर एकजना दिदी 35-36 वर्षको उमेरमा बेडमा अब अलस-तलस भयो। सुन्नुहोस् है, अनुहारहरू कालो डढ्नु थाल्यो, आँखा पनि देख्नु छोड्यो। अब त्यो सबैले देख्यो, किनभने त्यो चाहिँ यो आँखाले देख्नु सक्छ नि त, कालो भएको पनि देख्यो। 35-36 वर्षको उमेरमा बेड रिडन, अब बेडमा अलस-तलस, आँखा पनि अन्धा हुँदैछ। सबैले देख्यो त्यो, यो सबैले देख्छ, यो त सबैले देख्छ। अनि उहाँको मण्डलीले प्रार्थना गर्न थाल्यो। एक दिन मेरो भाइ र म बोल्दै थियौँ, अनि त्यो भाइले भन्यो, दाजु एकदम प्रभुमा राम्रो छ त्यो भाइ, अनि मलाई यो लाग्छ उसकै मण्डलीको, अनि त्यो दिदी अबोर्सनमा गर्भपातमा इन्भल्भ छ जस्तो लाग्छ। बेलुकी बात मारेको, अनि बात मार्दै गर्दा
पवित्र आत्माले यो कुराहरू भन्नुभयो अनि मैले यो विश्वास गरेँ। उहाँले सोध, उहाँहरू परमेश्वर बाहेक अरू देवी देवताको आराधना गर्ने तन्त्र मन्त्र टुनामुनामा भयङ्कर इन्भल्भ भएको पास्टर होला, सोध न बुझ न भन्यो। केही समय बादमा फेरि त्यो भाइ र मेरो बात भयो। त्यो भाइले भन्यो, दाजु दुइटै कुरा कन्फर्म भयो। त्यो दिदी जो चाहिँ 35-36 वर्षको उमेरमा, सुन्नुहोस् है, 35-36 वर्षको उमेरमा कालो डरेको अन्धा हुन आँट्यो अनि अलस तलस भइरहेको छ, विश्वासी मान्छे है, अब एकदम कमजोर भइराखेको छ। अनि त्यो भाइले भन्यो, दाजु दुइटै कुरा कन्फर्म, उहाँले चाहिँ होइन रहेछ, तर उहाँको बहिनी कि कसले चाहिँ अबोर्सन गरेको रहेछ। एकजना नानी मारिसक्यो, एकजना नानी मारिसक्यो। अनि उहाँको आमापट्टि घरमा भयङ्कर परमेश्वर बाहेक अन्य कुराको आराधना गर्ने तन्त्र मन्त्रको भयङ्कर प्र्याक्टिस रहेछ। अनि त्यो मण्डलीले त्यो दिदीलाई पुरा प्रार्थना गर्यो, क्षमा माग्यो होला, त सायद उनीहरूले प्रार्थना कसरी डोरायो, म त त्यहाँनिर जानु पाइनँ। त्यो भाइले एकदम फास्टिङ, थुप्रो टिम मिलेर प्रार्थना गरिरहेको थियो। त्यसको रिजल्ट के भयो भन्नुहोस् त, त्यो दिदी निको भयो। त्यो दिदी आज पनि भेट्छु म घर फर्किँदै गर्दा, अनुहार कालो छैन, गोरो छ, आँखा नदेख्ने देख्ने छ, अनि अहिले पनि सेवाकाई हिँड्दैछ। कति बेला भन्नुहोस् त, डक्टरले पनि थाहा नपाउनु सकेको, डक्टरले पनि डायग्नोनाइज गर्नु नसकेको रोगहरू, किन भन्नुहोस् त, त्यसको जरा चाहिँ देख्दै गरेको ठाउँमा होइन, त्यसको जरा चाहिँ ऊ पर थियो। त्यो 4 दिवार कोठाभित्र भनिदियो होला, दबाई खाएर माया मार्दैन, डक्टर भेट्दे, कति सजिलो छ है, दबाई खाएर मार्दे, डक्टर भेट्दे। तर उहिलेको बुढापाकाले भन्थ्यो ठिकै रहेछ, पाप धुरीबाट कराउँछ। एक दिन पाप धुरीबाट करायो। अनि त्यो दिदी 35-36 वर्षको उमेरमा कालो, आँखा नदेख्ने, अलस तलस भयो। तर हेर्नुहोस् त, कसैले देखेको थिएन। त्यो बिमार भएको सबैले देखेको थियो है, आया आथा मैले देखेको छुइनँ, म कता छु, बुढी पोल्यो है, के सबैले देख्छ, किन छेउमा हुन्छ नि त। तर त्यो कोठाभित्र 2जना बात मारेर दबाई खाइदिए, अबोर्सन गरिदिए। यो नानीलाई नराख, त्यो चाहिँ मण्डलीले, पास्टरले, छिमेकी कसैले थाहा पाएन। तर त्यो गुप्तमा गरेको निर्णयले एउटा नारीलाई मार्यो अनि हातमा चाहिँ रगतको दोष लाग्यो। त्यो दिदीले मारेको होइन, सल्लाह मात्रै दिएको, इन्भल्भ मात्रै भएको। मार्नु र मार्नुमा सल्लाह दिनु हत्याराकै पाप लाग्छ। अनि त्यो पापले चाहिँ त्यो दिदीको जीवनमा रोगलाई लिएर आयो, त्यो पापले चाहिँ त्यो दिदीको जीवनमा अन्धोपनलाई लिएर आयो। तर त्यो दिदीले जसै क्षमा मागे नि, प्रभुले निको पार्न सुरु गर्नुभयो, प्रभुले हिल गर्न सुरु गर्नुभयो। कतिजना बहिनीहरूसँग बात मार्दै गर्दा उनीहरू एन्जाइटी, डिप्रेसन, प्यानिक एट्याकहरू हुन्छ। तर उनीहरूसँग राम्रो बात मार्दै गर्दा एन्जाइटी सबैले देख्छ, प्यानिक एट्याक सबैले देख्छ, पुरा सबैले देख्छ। मेनी रिजन्स हो प्यानिक एट्याक, एन्जाइटी। तर ती मध्येमा एउटा चाहिँ भनिदिन्छु, तपाईँले फेरि स्पेसिफिक भएर अरू कसैलाई न्याय नगर्नुहोस् है, थुप्रो रिजन होला। तर एउटा रिजन चाहिँ भनिदिएको तपाईँलाई। बात मार्दै गर्दाखेरि एकजना सुसाइडल थट आउने, एकजना बहिनीको कुरा गर्दैछु, मर्नु, आफैलाई सुसाइड एटेम्प गरेको। त्यो सुसाइड एटेम्प गरेको सबले देख्छ, आफूले मार्नु खोजेको सबले देख्छ, प्यानिक एट्याक भएको सबले देख्छ। अनि आमा बाउ अत्तालेर के भयो मेरो छोरी राम्रै स्कुल जाँदै थियो, राम्रै ट्युसन जाँदै थियो, राम्रै पढ्दै थियो, के भयो सबैले देख्छ त्यो। तर उसको जीवनमा उसको बोयफ्रेन्डले, केटाले त्यो बन्द कमरामा गरेको अब्युज, फिजिकली अब्युज चाहिँ कसैले देख्दैन। अनि त्यो केटीले पनि भन्नु कसलाई सक्दैन, लुकाउँदा त्यो प्राणमा त्यो लुक्काको कुरा चाहिँ बाहिर देख्दै गर्दा नि उसलाई एन्जाइटी भयो, डिप्रेसन भयो, प्यानिक एट्याक भयो, अर्को रोग आयो, किसिम रोगहरू आयो, डर भयो, लाज भयो। त्यहाँदेखि चर्च जानु मन लागेन, अगमवक्तासँग त दूर, किनभने सबै त भनिदिन्छ भनेर डर भयो। त्यहाँदेखि परमेश्वर उसको लागि चाहिँ पिट्ने, न्याय ल्याउने, त्यहाँदेखि उसले सङ्गति जानु छोडिदियो। त्यहाँदेखि बिग्रिँदै नाश यसरी पनि कतिजना भयो हुन्छ। तर प्रभुलाई धन्यवाद, कतिजना हामीले भेटायौँ अनि उनीहरूसँग बात मार्दै गर्दा नि उनीहरूको जीवनमा प्रभुले स्वतन्त्रतालाई छुटकारा लिएर आउनुभयो। सो त्यसले गर्दा हाम्रो जीवनमा चङ्गाई, हाम्रो जीवनमा छुटकारा चाहिएको हो भने नि हाम्रो जीवनको सत्यतालाई चाहिँ खुल्ला किताब जस्तो प्रभुको अगाडि राख्न जरुरी छ। हितोपदेश 28:13ले भन्छ, अधर्म लुकाउनेको उन्नति हुँदैन, तर जसले मानिलिन्छ अनि छोडिदिन्छ उसले परमेश्वरको निगाहलाई देख्छ।